सुरुमा कवि तथा समालोचक श्री देवेन्द्र खरेसज्यूलाई मञ्च प्रदान गरिएको हो। आज यस अभिव्यक्ति श्रृङ्खलाका मुख्य नायक स्रष्टा कवि तथा समालोचक देवेन्द्र खरेसज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै धन्यवाद। यहाँ समक्षमा संस्थाको संयुक्त परिचय गरिएको छ। उहाँको साहित्यिक नाम देवेन्द्र खरेस, पूरा नाम देवेन्द्र राई, जन्ममिति विक्रम सम्वत 2027, औपचारिक शिक्षा उहाँले आइएसम्म अध्ययन गरिसक्नु भएको छ। नेपालको ठेगाना दिगदेल रूपाकोट मजुवागढी नगरपालिका 9 खोटा, बेलायत हाल मेरिस्टोन केन्ट। लेखन आरम्भ उहाँले विक्रम सम्वत 2054 सालदेखि कविता लेखन यात्रालाई औपचारिकता दिनुभएको छ। लेखन विधामा उहाँले कविता, समालोचना र हाइकु पनि उहाँले लेख्दै आइरहनु भएको छ। उहाँले प्रकाशित कृतिहरू पाठक मास ल्याइसक्नु भएको छ। रुम्बीको भयङ्कर नदी किनारा कविता सङ्ग्रह 2065, त्यसरी नै कोलम्बस यात्रा कविता सङ्ग्रह 2075। त्यसरी नै उहाँले विभिन्न पुरस्कारहरू र तथा सम्मान कृतिको लागि सुप्रमा पुरस्कार सन् 2020 प्राप्त गरिसक्नु भएको छ। राभा सभा प्राज्ञिक समाज बेलायतद्वारा नेपालद्वारा राभा सभा प्राज्ञिक सम्मान सन् 2022बाट सम्मानित भइसक्नु भएको छ। उनै स्रष्टा हामी आज